कैयौं मानिसहरू जन्मेका थिएनौं। तर राणा शासनको अन्त्य राणा शासन राख्ने कि नराख्ने भनेर भोट गरेर भएको थिएन, आन्दोलनबाट भएको थियो। 46 सालमा बहुदलीय व्यवस्था ल्याउने कि नल्याउने भनेर चुनाव भएको थिएन। चुनाव 36 सालमा भएको थियो, पञ्चायतले जितेको थियो। तर 46 सालमा जनताको मतबाट होइन, आन्दोलनबाट बहुदलीय व्यवस्था नेपालमा आयो। 62-63 मा पनि जे परिवर्तन भयो त्यो चुनावबाट भएको होइन, आन्दोलनबाट भएको। र हामी यो गणतन्त्र आन्दोलनबाट भेट्न चाहन्छौं। आज देश आन्दोलनमय भएको छ, जनताले विकल्प खोजिराखेको छ। याद गर्नुहोला, तपाईहरुलाई ख्याल लाग्छ होला, अहिले राजेन्द्र लिङ्गदेनहरूले यहाँ उभिएर भन्दाखेरि तपाईहरुलाई ख्याल लाग्छ होला, प्लिज केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, यो देश बर्बाद भयो भने तपाईहरुको केही पनि बर्बाद हुँदैन। देश बर्बाद भयो भने हाम्रा युवाहरूको भविष्य बर्बाद हुनेवाला छ। देश 10 वर्षको सशस्त्र द्वन्द र तपाईहरुको लुटतन्त्रले आज थिलथिलो भएको छ। देशले थप द्वन्द बिहोर्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको, हामीले शान्तिपूर्ण प्रदर्शन गरेको, एकजना पनि पुलिस मर्न नपरोस्, एकजना पनि नागरिक मर्न नपरोस् भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको। तर यसलाई कमजोरी नठाउनुहोस्, म फेरि पनि भन्छु। आज 2-4 हजार युवाहरू विद्रोहको लागि बन्दुक बोकेर जंगल पस्न छैनन् होला त यो अभियानमा? हामीले 2-4 ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त? यही जुलुस अहिले यता छेक्नु भएको छ, हामी यता फर्केर गएर विध्वंस गर्न सक्दैनौँ होला त? हामीले त्यो चाहेकै छैन, हामीले त्यो चाहेकै छैन। अझ मलाई भन्नुहुन्छ भने यो राजेन्द्र लिङ्गदेनले त त्यस्तो कल्पना पनि गर्दैन। तर यही हाम्रो भद्रतालाई कमजोरी ठानेर देश तपाईले लुटिराख्नुहुन्छ, देश बर्बाद पारिराख्नुहुन्छ। तपाईलाई मन लागेको मान्छे प्रहरीमा बढुवा हुन्छ, मन नलागेको अथवा तपाई पैसा पुर्याउन नसक्ने, पहुँच नभएको मान्छे जिन्दगीभर तलै बसेर पेन्सन पकाउँछ। तपाईले चाहनुभयो भने एमालेको र कांग्रेसको अपराधीहरूलाई एकै दिन 2टा अदालतबाट सँगसँगै सल्लाह गरेर कहिले कांग्रेसको मात्रै छुटायो भने भोलि एमालेको छुट्दैन कि भनेर आज एकै दिन गरौं भनेर 2 ठाउँ इजलास चलाएर आफ्ना 2टा बदमाशलाई अदालतबाट छुटाउनुहुन्छ। इटा भट्टामा जिउँदै मान्छे जलाउने मान्छेहरूलाई तपाईहरुले छोडिराख्नु भएको छ अदालतको नाममा। यो कुरा यहाँ आउने मान्छेहरू मात्रै होइन नि, यो यता हामीलाई छेक्न उभिएको पुलिसलाई पनि थाहा छ। कर्तव्यमा उभिनु भएको होला, तर आज निजामती कर्मचारी होस्, प्रहरी होस्, सेना होस्, सबै थाहा छ तपाईहरुको ज्यादती। त्यसकारण यो कसैले बोल्न सकेन। आज अधिकांश मान्छेलाई तपाईले आफ्नो जालोमा बन्धक बनाएर राख्नु भएको छ, उनीहरू बोल्न सक्दैनन्। कोहीले त बोल्नु पर्यो नि, त्यो हामीले बोलेका छौं। कसैले त हात गर्नु पर्यो नि, हामीले गरेका छौं। त्यसकारण यसबाट हामी पछि हट्दैनौं। भ्रम नरोस्, हामी पछि हट्दैनौं। चाल फेरिन्छ, तरिका फेरिन्छ, तपाईहरुको यो लुटतन्त्रको अन्त्य नगरेसम्म हामी लागिराख्छौं। यो ज्यान देशका लागि, नेपाली जनताका लागि अर्पण गर्न पाइन्छ भने त्यो गौरवको विषय हुन्छ। आज भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो भनेर संसदमा ललकारेर बसेको मात्रै होइन कि त्यो त सिद्धान्तको कुरा भयो। तर यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्ने तागत राखेको मान्छे आज यो आन्दोलनमा अगाडि आएको छ। मैले के नेपाली जनतालाई थाहा छैन? तपाईले पोखरा विमानस्थलमा, भैरवा विमानस्थलमा एयरपोर्ट बनाउने नाममा कति अरब भ्रष्टाचार गर्नुभएको छ।
यही ललिता निवास जग्गामा